पर्ने है यो लाउने है बाबालाई आज साडी लगाइदिएर अनि कपाल लगाइदिएर मेकअप गरेर अनि आमा बनाउँछु है कस्तो देखिँदो रहेछ कस्तो देखिन्छ यो कुन सुहाउँछ पसन्द यो सुहाउँछ कि यो सुहाउँछ हेरौँ है कुन राम्रो देखिन्छ है कुन कपाल छ बाबालाई यो कपाल छ कि कालो कपाल कस्तो बाबा अब दादी फाल्ने नुहाउन जाने अनि बल्ल साडी लाउने है बाबालाई कपाल लगाइदिएर अनि मेकअप गरेर साडी लाएर हेर्नु पर्यो के कस्तो देखिँदैछ दाडी फाल्न जाऊँ बाबा ओफुरो कपाल त छ कपाल त राम्रो देखिएछ बाबालाई दाडी पनि आफै फाल्दा आधी फाल्नुहुन्छ आधी रहन्छ त्यतिकै त्यही भएर मैले फाल्न पर्छ धेरै जस्तो तल तल दाडी रहेछ भन्ने होइन रातभरि यहाँ बढेको भन्नुहुन्छ हिजो फालेको रातभरि यहाँ बढेर यस्तो भन्नुहुन्छ अझ अनि मैले कहिलेकाहीँ फाल्न नभ्याएको बेलामा तल तल घाँटीतिर लामो भइसकेको हुन्छ पहिला कति राम्रो बनाएर फाल्नुहुन्थ्यो आफै दाडी बुढो भएपछि हाइट बढ्दैन दाडी धेरै बढ्ने 2 दिन जति नकाट्ने हो भने त कति लामो भइसक्छ मैले नुहाइदिनु परेको त 1 वर्ष हुन लागिसक्यो बाबालाई आफै सक्नुहुन्न जाडोमा 1 दिन बिराएर गर्मीमा हरेक दिन यसरी नुहाइदिने गर्छु कहिलेकाहीँ आफै नुहाउँछु भन्नुहुन्छ केही निकै पाउनुहुन्न बाथरुममा गएर फेरि डेन्जर पनि हुने भएको भएर मैले गर्छु खतरा हुन्छ एक्लै छोड्दा कस्तो भयो कति ठुलो रहेछ त बाबा त सानो मान्छे ठुलो रहेछ साडी त मलाई त साडी लाउनु आउँदैन लगाइदिन्छु खसा खसा है बाबा बाबालाई दिन्छु मैले लाउनु मैले लाउनु बाबालाई दिन्छु है बाबाले लाउनुहुन्छ लाउने नुहाएर फेर्ने लाउनु नभन्ने के फेरि बाबा मैले लाउनु यो साडी मैले लाउनु बाबालाई दिन्छु के बटन पाइजामा सिलाउने ए त्यो पनि हुन्छ 3टा फुल छ
दिदी बुझ्छन् या पाइदैन सिलाउने बाबालाई ठुलो दादा हुन्छ बुझ्छन् तल दाउमा पाक्न हुन्छ त्यही सिलाउनु मतलब बुझ्छ भित्ता नुहाएर लाउने किन पर्दैन किन पर्दैन त मैले यहाँ लाउने जान्दिनँ मैले यस्तै गरेर त लाउँछन् नि बुढाबुढीले ए यसो गर्नु हात यस्तो गर्नु बाबा कस्तो भयो बाबा कस्तो भयो अहिले हेर्नु त राम्रो त मन पर्यो राम्रो छ नुहाएर आएर लाउने अरे क्या लाउन पनि नभन्ने फेरि मिसु मिच्नु यसरी दुईटा हातले मिच्नु क्या यो उता हेर्नु त पाख्नु त उता हेर्नु त लाउन पनि नभन्ने क्या अचम्मै छैन त बाबा कस्तो भयो टिका लाउनु बिर्सेछ टिका लाउनु बिर्सेछ यो लाउ यो कस्तो अप्ठ्यारो लागेको मन पर्यो बाबालाई बाबा बाबा कस्तो भयो राम्रो भयो
आज बाबाले साडी लाएको कस्तो देखेको छ भनिदिनु है सबैजना। अझै राम्रो लाग्छ। बाबाले के साडी राम्रो यो साडी तिमीले लाउनु अब मैले लाउँछु अरे के यति हाँसिनमा त। तिमीले साडी लाएको कहिले देख्दिनँ भन्नुहुन्थ्यो। Thank you for watching. Bye.